आज हामी जाँदैछौँ भिक्टोरिया मार्केट। के पाइन्छ हेर्न। ठाउँ चाहिँ कहाँ हो भने एकछिनपछि भिडियोमा आउँछ। आवाज चाहिँ राम्रोसँग सुनेको छैन, ब्याकग्राउन्डको त्यो गाडीहरूको आवाजले गर्दाखेरि। तर यो एरिया चाहिँ एकदम राम्रो छ है। बिल्डिङ आँखाले नभ्याउने ठाउँमा छ। यहाँ सब पाउँछ होइन, जे पनि। यो नेपालमा भएको यसलाई त्यो मण्डप भन्थे। नेपालमा भएर यसलाई चाहिँ राम्रो नाम दिएन। भिक्टोरिया मार्केट। खुल्चे खोल्दैन थाहा नपाइकन के हाम्रो बिदा परेर हामी घुम्दाखेरि हाल्यो होइन। तर चाहिँ आज आवर चाहिँ एउटा चाहिँ ट्रेडिङ आवरहरू होइन, ट्रेडिङ आवरहरू। तर हाम्रो यो सम्पूर्ण मजा आउने यो हो क्या, राति लाइटिङ दामी हुन्छ। सब बन्द छ, के हेर्ने हो त। नेपालमा भिरकुटी मण्डप हुन्छ नि, सब यहाँ खुल्छ होला कि जस्तै कि स्ट्रिटहरू होइन, सबै सानो सानो। एलोभेरा रहेछ, एलोभेरा लाग्यो हुन्छ। एलोभेरा हो, एलोभेरा त नि। यहाँ चाहिँ यो कुन पार्क हो? यो फ्ल्याग स्टफ पार्क रहेछ। हल्का फुल्का भोक लागेर पहिला गएर केक खाम, अनि त्यसपछि एउटा क्याफे खाम, कफी खाम, त्यसपछि जामला सपिङ खाम। हामीले खाजा खाइसक्यौँ, त्यहाँबाट फर्किँदैछौँ। एकदम मिठो थियो। मिठो थियो कि कस्तो थियो? कस्तो थियो खाना? खाना होइन, मोमो। मोमो थुक्पा सब दामी थियो। भयो भयो भयो